हेलो नमस्कार टासीडिले भन्दै मेरो यो सानो कामाख्या मन्दिरको दर्शनको विथ मेरो नानीहरुसँग मेरो अमला दिवससँग चाहिँ को दर्शनको सानो भिडियो लगाउँदैछु। अन्त र चाहिँ हामी बिहान 8 बजेदेखि चाहिँ बसेको लाइनमा चाहिँ त्यसमा बसेर चाहिँ बेलुकाको 7:30 मा मात्रै दर्शन पायो। अन्त र त्यसको एउटा सानो भिडियो हो यहाँ। सो यो मेरो सानो भिडियो मेरो आफ्नो मेमोरीको लागि राख्दै छु। जय कामाख्या माता की जय। खै दिवस जय भनेको फाइनली चलो 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 फटाफट चलो एन्ट्री भएको छ। याङछेन आउँदैछ। यहाँ चाहिँ एउटै लाइनमा चाहिँ हामी चाहिँ घुमेको छ। यो कामाख्याको मन्दिरको एन्ट्री हो है। भिड चाहिँ 30% मात्रै बन्दैछ तर पनि हामी चाहिँ 8 बजेदेखि आएर चाहिँ अहिले भर्खर एन्ट्री हुँदैछ। यहाँ चाहिँ हामी चाहिँ कुपनको लागि लाइन बसेको रहेछ। हामीलाई थाहा थिएन तर यो लाइन चाहिँ हामी यो हलमा चाहिँ कुपनको लागि बस्दै रहेछ। अन्त यहाँनिर चाहिँ अलमोस्ट 3 आवर्स जस्तो राखेपछि चाहिँ यसरी चाहिँ क्यामेरामा हेरेर चाहिँ हामीलाई चाहिँ यसरी कुपन दिँदो रहेछ। वेरस यो चाहिँ जेनरल लाइन भनेर भन्दो रहेछ। यसरी टिकट पाउँछ अनि फेरि लास्टमा यो टिकट चाहिँ फर्काउनु पर्दो रहेछ। कुपन थापेपछि चाहिँ यसरी मन्दिरको बाहिर निस्किँदो रहेछ। मन्दिरको बाहिर निस्केर चाहिँ यसरी उकालो हिँड्नु पर्दो रहेछ। हामीले चाहिँ अगाडि नै चप्लीहरू बाहिरै एउटा दोकानमा हामीले पूजाको थालीहरू किनेर पूजाको सामान किनेर त्यहाँ राखेको थियो। वेरस राख्नु पर्दैन रहेछ। हामी त कति घण्टा खुट्टा चिसो त्यहाँ कुपन थाप्दा चाहिँ चप्ली लगाउँदै हुँदो रहेछ। त्यसको बादमा आएर निस्केर किनेर त्यहाँदेखि अगाडि उकालो गएर चप्ली त्यति बेला दिँदा हुँदो रहेछ। अन्त यो अगाडि लाँदै गरेको बाख्राहरू चाहिँ बलि दिँदो रहेछ। अन्त चाहिँ सानो बाख्रा यो चाहिँ सानो बाख्रा देख्यो फर्स्टमा। अहिले लास्टमा हेर्नुहोस् हामी जत्रो म जत्रो बाख्राहरू पनि थियो त्यहाँनिर। अन्त यो चेप गल्लीबाट चाहिँ जेनरल लाइनको जुन चाहिँ हामीले कुपन थापेको थियो त्यो लाइनमा जाँदो रहेछ। अब नचिन्नु नजान्नु पनि साह्रै पर्दो रहेछ। त्यहाँनिर भिआइपी भनेर पनि लाइन पाउँदो रहेछ। वेरस हामी त 8 बजी नै पुगेको थियो। भिआइपीको लाइन चाहिँ आफ्टर 1 बजी मात्र खुल्छ भनेर चाहिँ हामी चाहिँ हैन जेनरलमै पसिहालौँ न भन्दाखेरि चाहिँ हामी त्यहाँ पस्दाखेरि चाहिँ भरे त यो जेनरल लाइनबाट छिटो हुन्छ होला भनेर बसेको। तर त यहाँ आइपुग्दाखेरि यो भित्र लाइनमा आइपुग्दा हामी त कति 3 बजिसकेको थियो। अन्त यहाँ बाहिर चाहिँ पुरा त्यो भगवानको त्यो सेलाउँदो रहेछ। गाना बाजाहरू बजाउँदै लिएर आएर यसरी यहाँनिर के भन्छ सेलाउँदो रहेछ। त्यो साइडमा चाहिँ गरेर तान्ने चाहिँ मेरो बिहानको सिजनमै बनाना खा भाइ यो मेरो भाइ हो अनि भाइ लड्छ होला। क्या भाषा भाइ भाइ यता हेर्नु भाइ क्यामेरामा यस्तो भिडमा हामी फाइनली आफ्टर 8 बजेदेखि चाहिँ हामी मन्दिरको यहाँनिर यो लाइनमा आइपुग्यौँ। अन्त र चाहिँ यहाँ आएर चाहिँ इस आयो भन्ने चाहिँ एउटा यो हो ऊ चाहिँ पुऱ्याउने मान्छे भनेको हो। तिमीले कहाँ इस आयो भन्छ बदनाम तिम्रो 8 बजी आएको बिहान स्टिल वी आर ऑन द लाइन। आलु मटर बालु Yang
चाहिँ चलो भनेर लाइनमा बस्दाखेरि चाहिँ मैले यसरी गर्दाखेरि चाहिँ यो लाइनको मान्छेहरूले चाहिँ छक्कै परेर मलाई हेर्दै थियो। पनि सर्दी लागेको छ हो, यसलाई पनि सर्दी लागेको छ भाइ, देख न यता यसको नाकै देखा न ऊ हो यसको पनि सर्दी लागेको छ। फाइनली 5 बज्यो र पनि अझै पनि हामी आइपुगेका छैनौँ। बिहान 8 बजीदेखि लाइनमा लागेको है, 8 बजीदेखि 8, 9, 10, 11, 12, 1, 2, 3, 4, 5 भइसकेछ। अझै पनि पुग्नु अझै पनि टाढै छ। थाक्यो, खत्तु भयो। यहाँको भित्र चाहिँ उयोहरू बजार दियाङ नाच न बेसी सबैजना एक्जस्ट भएको थियो, तर माताको दर्शन कस्तो राम्रो भयो। हेर्दाखेरि चाहिँ सबैजना थाकेर चाहिँ निदाउनु आँटेको हो, त्यो एक्जस्ट भइरहेको थियो। हेर्नु नि बाख्रा, मैले अघि भनेको थिएँ नि, त्यो बाख्रा चाहिँ कत्रो ठुलो छ। एउटा त दियाङ जत्रै छ, दियाङ र ओजो जत्रै छ। अन्तरा चाहिँ यसरी बाख्राहरू थियो। अन्त त्यहाँदेखि हामी दर्शन गरेर माताको एकदमै राम्रो दर्शन भएर त्यहाँदेखि हामी चाहिँ घर फर्क्यौँ। अन्तर चाहिँ हामीले यस्तो राम्रो दर्शन पायो त्यसको बादमा, तर थाकेर त्यस्तो लाइनमा बसेर बिहान 8 बजीदेखि चाहिँ बेलुकाको 7:30 भइसक्यो, अलमोस्ट लाइक 12 आवर्स जस्तो लाइनमा बसेर। मेरो आमालाई कति बिमारी हुनुहुन्छ, नानीसँग घरि टट्टी आयो भन्छ, घरि पिसाब भयो भन्छ, घरि भोक लाग्यो भन्छ, तर भए पनि त्यो सबै छाडेर चाहिँ त्यो सबै छोडेर तर यति राम्रो माताको दर्शन पायो। आम्लाको ब्लेसिङ, आम्लालाई ब्लेसिङ पायो। भाइलाई त पण्डितले चाहिँ भित्रै लगेर यसरी ढोकाइ पनि दियो। अन्त चाहिँ यहाँ मन्दिरमै पूजा गरेर मलाई दिवसलाई चाहिँ भाइ र बहिनी ब्लेसिङमा पनि दिएको हो। अन्त चाहिँ हाम्रो यहाँ पुग्छु भनेर अचानक प्लान, अचानकको ट्रिप पनि पुरा सक्सेसफुल भयो र चाहिँ मेरो यो सानो भिडियो पस्किँदैछु तपाईँहरूको माझमा। अन्त र एउटा मेमोरी पनि भनेर। अन्त नानीहरूसँग ट्राभल गर्नु चाहिँ सजिलो चाहिँ छैन, एकदमै साह्रो छ, तर एकदमै फ्रुटफुल। मेरो आम्लालाई दर्शन गर्नु मैले त्यहाँ पुर्याउनु पाएँ, एकदमै खुसी छु। दियाङला, ओजर, आलिसा, यससँग चाहिँ दर्शन गर्नु पाउँदा चाहिँ एकदमै राम्रो भयो। विशेष राख्ने अरे लुबन बहिनी के भन्दैछ? लाइनमा बस्दाखेरि मलाई म र अलिसा दिदीलाई आयो, गर्न गयो मेरो पापासँग। यसको मलाई टट्टी आयो, यसको म र मामा गयो। यति मात्रै? अन्त दर्शन गर्नु कस्तो मजा आयो? भगवानको दर्शन गर्यो? ओके, भन्दै राख्दै म तपाईँहरूसँग बिदा लिँदैछु। थ्याङ्क यू सो मच। हामी यतिजना गएको थियो। यो फाइनल फोटो खिच्दाखेरि चाहिँ भाइ चाहिँ खालि रुको मात्रै, यति साह्रो ऊ पनि एडजस्ट भएर खालि रुन्दै मात्रै गरेको फोटो छ गर्दै राखेको। सो थ्याङ्क यू, टेक केयर, बाई बाई। इट वाज अ लभली ट्रिप।